यसो राइड गरेर घर फर्किन्छु भनेको थिएँ। अलि अगाडि पुगेपछि एउटा जङ्गलभित्र गइरहेको एउटा हाइवे देखेँ। त्यहाँ गएर एकैछिन राइड गरेर फर्किन्छु भनेर सोचेको थिएँ कि भित्र छिरेको त बाहिर निस्किन मनै लागेन। राइड गर्दा गर्दै कतिखेर चाहिँ 10, 15, 20 किलोमिटर टाढा पुगेछु भन्ने पनि थाहा भएन। यस्तो रमाइलो ठाउँ अझै भएन भने त्यो बुटाहरूको बिचबाट सनको लाइट हेर्दाखेरि अनि त्यसले चाहिँ चेन्ज गरिरहेको बुटाहरूको पत्ताहरूको कलर अमेजिङ। यसो राइड गरेर घर फर्किन्छु भनेको थिएँ। अलि अगाडि पुगेपछि एउटा जङ्गलभित्र गइरहेको एउटा हाइवे देखेँ। त्यहाँ गएर एकैछिन राइड गरेर फर्किन्छु भनेर सोचेको थिएँ कि भित्र छिरेको त बाहिर निस्किन मनै लागेन। राइड गर्दा गर्दै कतिखेर चाहिँ 10, 15, 20 किलोमिटर टाढा पुगेछु भन्ने पनि थाहा भएन। यस्तो रमाइलो ठाउँ अझै भएन भने त्यो बुटाहरूको बिचबाट सनको लाइट हेर्दाखेरि अनि त्यसले चाहिँ चेन्ज गरिरहेको बुटाहरूको पत्ताहरूको कलर अमेजिङ।